विभेद, नागरिकहरूलाई गरिएको अन्याय र अत्याचारका विरुद्धमा फागुन 21 मा नागरिकहरूले एउटा अभिमत जाहेर गर्नेछन्। त्यो अभिमत के हो भने देशलाई अग्रगमनमा लाने हो वा देशलाई पक्षागमनमा लाने हो भन्ने कुराको निर्णय गर्ने अधिकार नागरिकको हातमा रहेकोले फागुन 21 गते नागरिकले घण्टी चिन्हमा मतदान गरेर त्यो निर्णय अग्रगमनको पक्षमा दिनेछ भन्ने हामीलाई विश्वास लागेको छ। देशको समग्र परिस्थिति हामीले हेरौँ भने आज समग्र परिस्थिति बिग्रिएको अवस्था छ। नागरिकका अवस्थाहरू बिग्रिएको अवस्था छ। नागरिकको अवस्था झन्मनोझन खस्किएको अवस्था छ। मैले यसो भनिरहँदा हामी कहिले पनि पूर्व हाम्रा राजनीतिक पार्टीका नेतृत्वहरूलाई हामी गाली गर्दैनौँ। उहाँहरूले जे गर्नुभयो त्यसका लागि हामी उहाँहरूलाई धन्यवादको पात्र हुनुहुन्छ, धन्यवाद दिन चाहन्छौँ। नेपाली काङ्ग्रेसले देशमा प्रजातन्त्रको स्थापनाका लागि अहम भूमिका खेल्यो, त्यसका लागि उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ। कम्युनिस्टहरू जसले समाज रूपान्तरणको लागि अहम भूमिका खेल्नुभयो त्यसका लागि उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ। तर उहाँहरूले गर्न नसकेको एउटै काम के हो भने नागरिकको अपेक्षा नागरिकको अवस्था परिवर्तन उहाँहरूले गर्न नसकेको काम हो। त्यो नागरिकको अवस्था परिवर्तनको दाबी हाम्रो तपाईहरु सक्दै सक्नुहुन्न, अब छोडिदिनुहोस् भन्ने हाम्रो उहाँहरूसँगको दाबी हो। त्यसैले हामीलाई राज्यले एउटा ठुलो जिम्मेवारी सुम्पदैछ, देशले एउटा ठुलो जिम्मेवारी सुम्पदैछ। हामी नागरिकका घर घरमा तपाईहरुको अवस्था परिवर्तनका आधारहरू लिएर आएका छौँ। हेर्नुहोस्, हाम्रो भूगोलको अवस्थालाई हेर्ने हो भने काभ्रेको क्षेत्र नम्बर 1 को अवस्थालाई हेर्ने हो भने क्षेत्र नम्बर 1 को चौरी देउरालीदेखि महाभारतसम्मको अवस्थालाई हेर्दा महाभारत साँच्चै जीवनको भोगाई, त्यो भोगाई महाभारत, भूगोलको भोगाई महाभारत, भूगोलको नाम महाभारत। नेपालको हामीले भन्ने गरेको कर्णाली यो राजधानीको नजिकैको काभ्रेको क्षेत्र नम्बर 1 हो भनेर हामीले भन्यो भने त्यो अतिशयोक्ति हुन सक्दैन। किनभने हामीले हेरेका छौँ त्यहाँका भूभागहरूमा भौतिक संरचनाहरू जुन ढङ्गबाट विकास भएका छन् ती भौतिक संरचनाहरू औचित्य र आवश्यकताको आधारमा हुनुपर्थ्यो। औचित्य र आवश्यकताका आधारमा नभएर एउटा नेतृत्वको आवश्यकताको आधारमा भएको हामीले देखिरहेका छौँ। त्यहाँ सुधार गर्नुपर्ने छ नीति निर्माण। त्यो अवस्थामा हामीले नीति निर्माणमा सुधार गर्नुपर्ने छ, त्यो दाबी हो हाम्रो। त्यसका साथसाथै हाम्रा काभ्रेका क्षेत्र नम्बर 1 मा भएका प्राकृतिक सम्पदाहरू, हाम्रा काभ्रेका क्षेत्र नम्बर 1 मा भएका सांस्कृतिक सम्पदाहरू जो आज नागरिकहरूको अवस्था परिवर्तनको लागि एउटा कोसेढुङ्गाको रूपमा साबित हुन सक्थे, पर्खाइमा छन्। तपाईले यता नवबुद्धलाई हेर्नु हो भने 6500 वर्ष पुरानो इतिहासको केको ठाउँ उता आज ओजेलमा छ। उता तिमाललाई हेर्नु हो भने गुरु रेम्पोछेको त्यो पावन भूमि, तपभूमि आज त्यो एउटा सम्पदा नागरिकको अवस्था परिवर्तनको कोसेढुङ्गा हुन सक्थ्यो। त्यहाँ पर्यटनको एउटा अथाह सम्भावना बोकेर बसेको छ। त्यसलाई हामीले पर्यटनको अथाह सम्भावनालाई कसरी उजागर गर्न सक्छौँ भनेर हामीले नीति निर्माण गर्नुपर्ने अवस्था छ। त्यसैगरी हामीसँग रोसी र बेथानचोकको बिचमा रहेको देशको सबै भूभागहरू देखिने, नेपालका सबै हिम श्रृङ्खलाहरू देखिने, नेपालका सबै समथर भूभागहरू देखिने र इन्डियाका केही भूभागहरू देखिने 360 डिग्रीमा हेर्न मिल्ने नारायणथानको डाँडो हामीलाई पर्खेर बसेको छ। पर्यटन कहिले आउलान् र यो क्षेत्रका नागरिकको अवस्था परिवर्तनका लागि त्यो पर्यटन कोसेढुङ्गाको रूपमा कहिले साबित होला भनेर पर्खेर बसेको छ। त्यहाँ नीति निर्माण गरेर हामीले पर्यटन विकास गर्नुपर्ने हामीलाई गहन जिम्मेवारी छ। समग्रमा भन्नुपर्दा मैले यहाँका बिचमा भन्नै पर्ने कुरा के हो भने हाम्रा अवस्था परिवर्तनका बिचमा हाम्रै वरिपरि भएका प्राकृतिक सम्पदाहरूको अधिकतम संरक्षण सहितको सदुपयोग गर्नुपर्ने छ। हाम्रा वरिपरि भएका सम्पदाहरू, सांस्कृतिक सम्पदाहरूलाई हामीले अधिकतम संरक्षण सहितको सदुपयोग गर्नुपर्ने छ। हामीले हाम्रा वरिपरि भएका जङ्गलहरू जो प्राकृतिक सम्पदाभित्र पर्छन्, जसलाई हामीले सर्कलमा चलाउनु पर्ने छ, ती संरचनाहरूलाई अधिकतम संरक्षण सहितको सदुपयोग गर्नुपर्ने छ। महाभारत र खानी खोलामा भएका ती प्राकृतिक सम्पदाभित्र रहेका जडीबुटीहरूको संरक्षण, अन्वेषण र अनुसन्धान गरेर प्रशोधन सहितको हामीले त्यहाँबाट हाम्रा अवस्था परिवर्तनका
आधारहरू खोज्नुपर्नेछ। त्यसका लागि हामीले नीति निर्माण गर्नुपर्नेछ। सँगसँगै हामीले पूर्वाधारमा पनि स्थायी पूर्वाधार, सुरक्षित पूर्वाधारका लागि र शीघ्र पूर्वाधारका लागि नीति निर्माण गर्नुपर्नेछ। मैले यति भन्दै गर्दा समग्रमा मैले भन्नै पर्ने विषय के हो भने देशमा कानुन छ तर दण्डात्मक कानुन छ, सुरक्षात्मक कानुन छैन। हामीले सुरक्षात्मक कानुन पनि बनाउनु पर्नेछ। त्यो नीति हामीले निर्माण गर्नुपर्नेछ। मैले यसो भन्दै गर्दा कतिपय साथीहरूले नबुझ्न सक्नुहुनेछ, किनभने हामीलाई यस्तो सुरक्षाको खाँचो छ। हामी बिरामी हुँदै गर्दा हामीलाई हाम्रो संविधानले प्रदान गरेको निःशुल्क स्वास्थ्य सुविधा कसरी प्रदान गर्न सक्नेछौँ भन्ने विषयको नीति निर्माण गर्नुपर्नेछ। हामीले सुरक्षात्मक कानुनको कुरा गर्दै गर्दा हामीले निःशुल्क शिक्षा कसरी प्राप्त गर्न सक्छौँ भन्ने विषयको पनि हामीले नीति निर्माण गर्नुपर्नेछ। हाम्रा बिचमा थुप्रै सुरक्षासँग जोडिएका, नागरिकका सुरक्षासँग जोडिएका, नागरिकका हक अधिकारसँग जोडिएका कानुनहरूको निर्माण गर्नुपर्नेछ र नागरिकका हक अधिकार सुरक्षित नगर्दै आफ्ना हक अधिकारहरू सुरक्षित गर्ने र नागरिकका हक अधिकारहरूलाई कटौती गर्न उद्यत भएका व्यक्तित्वहरूलाई कसरी कारबाहीको कठघरामा ल्याउन सकिन्छ, कसरी कानुनको कठघरामा ल्याउन सकिन्छ भनेर नीति निर्माण गर्नुपर्नेछ। हामीलाई कानुनको शासन र संविधानवादको हाम्रो एउटा जुन कडी छ, कानुनको शासन र संविधानवादलाई स्थापित गर्नुपर्ने नीति निर्माणमा हामीले देशलाई लैजानुपर्नेछ। समग्र देशको अवस्था परिवर्तन गर्नुपर्ने एउटा गहन जिम्मेवारी दिएर हामीलाई राज्यले, अहिले राष्ट्रले हामीलाई एउटा क्षेत्रको उम्मेदवारको रूपमा प्रस्तुत गरिरहेको छ। म यहाँहरूको बिचबाट काभ्रे क्षेत्रमा एउटा उम्मेदवारको रूपमा मेरो पार्टीले खडा गरेको छ। म नीति निर्माण तहमा पुग्दै गर्दा म यहाँहरूलाई आश्वासन केही पनि दिन्न। म नीति बनाउन जाने हो, त्यो नीति यस्तो नीति बनाउने पक्षमा छौँ हामी। राज्यका सम्पूर्ण साधन स्रोतहरूमा नागरिकहरूका अधिकारहरू सुरक्षित हुनुपर्छ। नागरिकले सुरक्षित स्वास्थ्य सुविधा पाउनुपर्छ, गुणस्तरीय शिक्षा पाउनुपर्छ। गुणस्तरीय शिक्षा पाउनका निमित्त हामीले हाम्रा नीति निर्माण तहमा बसेर काम गर्नुपर्ने जरुरी छ। हेर्नुहोस्, मेरो काभ्रेको क्षेत्र नम्बर 1 मा 61 वटा सामुदायिक विद्यालयहरू छन्, मावि विद्यालयहरू छन्। ती मावि विद्यालयहरूको अवस्था हेर्ने हो भने आज 5 जना शिक्षक छन्, 5 जना विद्यार्थी छन्, 18 जना शिक्षकहरू छन्। अब यसलाई हामीले कसरी एकीकृत रूपमा आवासीय विद्यालयहरू चलाउन सक्छौँ भनेर नीति निर्माण गर्नुपर्नेछ। त्यसैले मैले नागरिकका बिचमा यो नीति निर्माण तहकोमा जाने कुरामा मलाई प्रतिनिधित्व गर्नका निमित्त नागरिकका बिचमा जानुहोस् भनेर मेरो पार्टीले मलाई खटाउँदै गर्दा नागरिकहरूले मलाई एउटा पेचिलो प्रश्न गर्नुभएको छ। त्यो प्रश्न के हो भने तपाईहरू जितेर जानुहुन्छ, फर्केर आउनुहुन्न, तपाईँ के गर्नुहुन्छ भनेर मलाई प्रश्न गर्नुभएको छ। म यहाँहरूलाई पनि आश्वस्त पार्न चाहन्छु र तपाईँहरूले पनि नागरिकलाई भनिदिनुहोस् कि हामी नीति निर्माणका निमित्त प्रतिनिधित्व गर्दैछौँ। नीति निर्माण त्यतिखेर हुन्छ जतिखेर जनताका बिचमा गएर हामी जनताका समस्याहरू पहिचान गर्छौँ, जनताका आवश्यकताहरू पहिचान गर्छौँ। कानुन जनताको आवश्यकताले समाजको आवश्यकताले बन्छ। जनताको आवश्यकता पहिचान गरियो भने नीति निर्माण गर्न सजिलो हुन्छ। त्यसैले हामी नीति निर्माण गर्नका निमित्त जाने भएको हुनाले हामी तपाईँहरूको आवश्यकता पहिचानका निमित्त, त्यो आवश्यकतालाई परिपूर्ति गर्नका निमित्त, नीति निर्माणको निमित्त तपाईँहरूको बिचमा हामी तपाईँहरूसँगै छलफल र संवादहरूमा आउनेछौँ भनेर मैले वाचा गरेको छु। तपाईँ साथीभाइले पनि त्यही वाचा गरिदिनु होला। सम्पूर्ण नागरिकहरूका बिचमा त्यही वाचा गरिदिनु होला। मेरो अन्तिममा सबै साथीहरूलाई विनम्रतापूर्वक अनुरोध के हो भने कसैलाई गाली नगरिदिनु होला, किनभने हाम्रो पार्टीले गालीको संस्कार सिकेको छैन। कसैलाई पनि नबिजाइदिनु होला। हाम्रो पार्टी कसैलाई पनि बिज्ने र कसैका चित्तमा, कसैका दिमागमा यो पार्टी गलत हो, यी मान्छेहरू गलत हुन्, यिनीहरू गालीको भाषाभन्दा केही जान्दैनन् भन्ने नपारिदिनु होला। किनभने हामी अरूलाई गाली गरेर राम्रो बन्न चाहँदैनौँ, हामी आफै राम्रो गरेर राम्रो बन्न चाहन्छौँ। यति भन्दै यहाँहरूको बिचबाट बिदा हुन चाहे। धन्यवाद। धन्यवाद दाइलाई। मैले एउटा के कुरा जोड्न चाहेँ भने